र अहिले ठिक 5:17 र यसो चाहिँ रेडी भएर आइपुग्यो। म पनि रेडी छु र हामी हिँड्दैछौँ। र घरबाट हिँडेको चाहिँ हामी 25 मिनट जस्तो भयो र देख्दै रहेको तपाईँको सिलगढी हो है। र यसो मौसम छ र पनि अब हामीले भर्सक लुगाहरू तातो तातो लगाएका छौँ। र अहिले मालदिराम आइपुगिसकेका छौँ र शिव खोलाको बाटो जानेछौँ। यहाँबाट सिलगढी झन्डै 2.25 घन्टा। यो चाहिँ एसियन हाइवे हो है। र यो अहिले हामी छौँ शिव मन्दिर बागडुग्रा फ्लाइओभरमा छौँ। र यो एसियन हाइवे चाहिँ बङ्गलादेशबाट सिधै काठमाडौँसम्मको बाटो हो, जो चाहिँ इन्डियापट्टि निर्माण भइसकेको छ भने नेपालपट्टि काम हुँदैछ। र अहिले 7:15 जस्तो भएको छ। हामी पानी ट्याङ्की आइपुगिसकेको छौँ। र यो फ्लाइओभर चाहिँ पानी ट्याङ्की क्रस गरेर उता नेपाल पस्ने हो। काकरभित्र है, काकरभित्र प्रवेश गर्नु लागेको छ हामी। र यो ट्रकहरू जुन प्रकारले राखिएको छ, यिनीहरू ट्रकहरू चाहिँ अहिले जान पाएको छैन अहिले, उनीहरू के होला समय। र हामी चाहिँ यसरी लगभग 2 घन्टाभित्रमा यहाँ आइपुगिसकेका छौँ। र यो एउटा गाडी जान्छ सिधै, गाडीहरू सिधै काकरभित्र प्रवेश गर्छ नेपालपट्टि भने हामी चाहिँ अलिकति देब्रे टर्न लिएर बाइक टोटोहरूको चाहिँ अर्कै बाटो छ, त्यो बाटो जानेछौँ। यहाँबाट चाहिँ यो अगाडिको सुमो गोल्ड चाहिँ दाहिनेपट्टि लिएर उनीहरू 4 व्हिलर्स त्यतापट्टि जानेछौँ। हामी सिधै अगाडि गएर हाम्रो अर्को हाम्रो प्रवेश गर्ने नेपाल प्रवेश गर्ने बाटो चाहिँ अर्को छ। तपाईँहरू यसरी नै अघि जानु सक्नुहुन्छ। अगाडि जाँदा एसएसबीद्वारा चेकिङ हुनेछ। चेकिङको भिडियो बनाउने अनुमति दिइँदैन, यसकारण तपाईँहरूलाई जतिसम्म भिडियो बनाउनेछु देखाउनेछु। हगिरहेको त है पुरा। मेची प्रवेश गरेर हामी भन्सारको निम्ति यता दाहिने सिधा रोडबाट दाहिने लिनुपर्छ है। र दाहिने चाहिँ भन्सारको निम्ति हामी प्रवेश गरिसकेका छौँ। भन्सार सँगसँगै यातायात भनेपछि रोड पर्मिट काट्नुपर्ने हुन्छ। तर अब यातायात चाहिँ यहाँ छैन भन्ने सुनिँदैछ, अर्को जग्गा होला, म त्यो तपाईँलाई देखाउनेछु। र यो चाहिँ भन्सार कार्यालयबाट हामी बस्दैछौँ। र अलिकति यो जेनजी आन्दोलनले भन्सार कार्यालय तोड्फोड भएको कारण पहिला आएको समय जहाँ थियो त्यहाँ छैन। र हामी अलिकति परिक्रमा गर्नुपर्छ जस्तो लाग्दैछ। भन्सार कार्यालय आइपुग्यौँ हामी। र यहाँबाट हामीले भन्सार कार्यालय चाहिँ जानुपर्छ। ल घाम ताप्दै गर ल। ए झरन यहाँ पहिला भयो। पैसा छ। हेलमेट बोक्छौ? मसित होस्। हामी काँक्रा भित्रमा भन्सार यस प्रकारको भन्सार चाहिँ हामीले काटिसकेका छौँ। र पैसा पनि साटिसकेको। यसको चाहिँ यहाँ पैसा मिलाउँदैछ। ल्याम्डुम छ। र अब यहाँबाट हामी जान्छौँ ब्रेकफास्ट गर्नुपर्छ। र हामी ठिक 8:17 मिनट 4:17 5:17 6:17 7:17 8:17 3 घन्टा भयो त हामी हिँडेको। 3 घन्टा टक्कै भएको छ।
र यो 1 घन्टामा हामीले भन्सारको काम चाहिँ सक्यौँ। र हामी काँक्राभित्तामा आइसकेपछि हामीले भन्सारको काम गऱ्यौँ, बनाउने कागजपत्र बनाउने काम गऱ्यौँ। त्यसपछि खाजा खायौँ र एउटा एनसिलको सिम हामीले किन्यौँ र जुन चाहिँ सिम किनेर चाहिँ हामी गुगल म्यापमा हेर्नु सजिलो हुन्छ हामी सिम किन्यौँ र 300 रुपियाँ नेपाली पैसामा 1 हप्ताको अनलिमिटेड डाटामा हामी बनाइसकेपछि 1 किलोमिटर अगाडि एउटा पेट्रोल पम्प छ। पेट्रोल पम्पमा हामीले यातायात रोड पर्मिट पनि काट्यौँ, जो चाहिँ 200 रुपियाँ लाग्यो। हामी दमकमा आइपुग्यौँ र दमकमा चाहिँ खाँदैछौँ। अहिले 11 बजेछ र तर यो बाटो चाहिँ कन्स्ट्रक्सन हुँदैछ र यो के हो अन्त यो पानी छेपेकोले र यो डाइभर्सन बेसी भएर हट्नु हुँदछ। देख्नु होला डाइभर्सन भने पनि मैले क्या बाटो डाइभर्सनले खत्तम। र अहिले हामी इटहरी आइपुगिसकेका छौँ र इटहरीबाट धरान जानु दाहिने जान्छौँ, सिधा यात्रा अघि हुनेछ। र यहाँ अहिले हामी इटहरी छौँ। इटहरी र हर्कसाङपाङ समर्थकहरूद्वारा एकछिन सायद रियालिटी होला। र हामी यो अलिकति इटहरी त्यसै पनि अलिकति जाम लाग्ने ठाउँ, किनकि यो र्यालीले गर्दा झनै अलिकति हामीलाई जाम लाग्यो। र अहिले चाहिँ हामी यहाँ ट्राफिक व्यवस्था देख्दैछौँ। र यो हो इटहरी। यहाँ अगाडिबाट दाहिने गयो भने चाहिँ 18 किलोमिटर अगाडि चाहिँ धरान पुगिन्छ, जुन चाहिँ धरानको भिडियो चाहिँ यसभन्दा अगाडि पनि हेर्न सक्नुहुन्छ। र इटहरी अलिकति अगाडिबाट हामी महेन्द्र राजमार्ग पुगिसकेका छौँ। यो बाटो चाहिँ तपाईँको यो कोशी ब्यारेज बर्दिवास हुँदै हेटौँडा निक्लेर पोखरा जाने बाटो बर्दिवासपट्टि जाने बाटो। र हामी यो बाटो हिँड्दैछौँ र तपाईँहरूलाई केही देखाउँदैछु। कोशी ब्यारेज फोटो खिच्ने एउटा कोशी ब्यारेज हो उता। यहाँ यही नदी त हो त, बिहारमा डुबाउ हुन्छ नि। यही नदी त बिहारमा डुबाउ हुन्छ। यहाँ कोशी ब्यारेज बस्यो क्या।
अब के छ यतिकैमा त्यो कुन ठाउँ भन्नुभयो ढल्के भएर यहाँदेखि चाहिँ बर्दिबास 10 किलोमिटर अरे तर उहाँले अब आगो ताप्नु भन्नुभयो कि आगो फुक्नु भएको रहेछ अन्त आगो ताप्दै अब एकछिन हातसात सेकाएर चाहिँ हामी जाने अब बर्दिबासमा बस्ने भनेर सोचेको 10 किलोमिटर 10 मिनेट 10 मिनट हिसाब आइपुग्यो त गोजा केही छैन आइपुग्यो अब यसो आगो तापेर रेस्ट गर्दै जानु न हुन्छ धन्यवाद भाइको नाम चाहिँ अभिषेक यादव र भाइलाई धन्यवाद एकछिन आगो ताप्नु दिएकोमा मैले यहाँ राखिसकेको छु कन्डिसन चाहिँ हेर्नुहोस् धुलो मुलो चाहिँ अब बाइकको चाहिँ देखाइनुहोस् यो चाहिँ पुसपास पारेको मैले खासमा ल यहाँ राखेँ र समय 7 बजी हामी बर्दिबास आइपुग्यौँ र घरदेखिको 370 किलोमिटर पार गरेर हामी आज बर्दिबासमा बस्यौँ र भोलिदेखि यहाँदेखि फेरि हाम्रो पोखराको यात्रा सुरु हुनेछ र त्यो भिडियो पार्ट 2 मा रहनेछ